र गुड मर्निङ सबैजनालाई मेरो होइन साथीभाइहरूलाई र म चाहिँ अहिले यहाँ बतासे लुपमा थिएँ दार्जिलिङमा हो। र गाइस अहिले चाहिँ मैले कसलाई भेटेको छु भन्दा चाहिँ हाम्रो वान एन्ड ओन्ली दार्जिलिङको बेस्ट प्रेङ्क स्टार चाहिँ अब होइन हाम्रो यहाँ जेम्स दालाई भेटेको छु हो गाइस। र जेम्स दालाई भेटेर चाहिँ साह्रै खुसी लाग्यो हो। एकदम तपाईँले जुन चाहिँ त्यो भिडियोमा देख्नुहुन्छ नि त्योभन्दा चाहिँ साह्रै रमाइलो दा हाम्रो होइन। साह्रै हामी 2 मिनट भयो भेटेको, गफ यति साह्रो मिठो हुन्छ नि क्या दा। केही भनिदिनुहोस् न प्लिज। भाइले पनि अहिले सुरु गरिरहेछ ब्लगहरू है, भाइलाई पनि सपोर्ट गर्नुपर्छ होइन। तपाईँ हामीले अब सपोर्ट नगरेर अरू कसले सपोर्ट गर्छ? हामी नेपालीले सपोर्ट गर्नु पर्यो नि त। म चाहिँ त्यही भन्नु चाहन्छु, हाम्रो सबै नेपाली दाजुभाइलाई चाहिँ सपोर्ट चाहिँ गर्नुपर्छ है गाइस, है त्यही भन्नु चाहन्छु। हजुर धन्यवाद छ दा, तपाईँलाई साह्रै साह्रै खुसी लाग्यो भेटेर। थ्याङ्क यू। हुन्छ, कहाँ जानुभएको अहिले चाहिँ? म चाहिँ अहिले उपर गएको नि। गाडी भएको जानुभएको। ए ल हुन्छ है गाइस, स्टे ट्युन है गाइस। अझै दामी दामी आउँदैछ भिडियोहरू चाहिँ होइन। अब दालाई भेटेँ, दालाई चिने, राम्रो राम्रो भिडियो आउनेछ, तपाईँहरू हेर्नुहोस् होला ल। र स्टे ट्युन है, बाई गाइस।